नेपाल हिमाल संस्कृति र साहसको देश। आज हामी तपाईलाई चिनाउन गइरहेका छौं ती नेपाली छोरीहरूलाई जसले फुटबललाई केवल खेल होइन राष्ट्रको पहिचान बनाएका छन्। यी हुन् नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू जो आज अन्तर्राष्ट्रिय मैदानमा नेपाललाई गर्वका साथ प्रतिनिधित्व गरिरहेका छन्। अन्जिला तुम्बापो सुब्बा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान र भरपर्दो पहिलो रोजाइकी गोलकिपर हुन्। नेपालमा उनी एपीएफ क्लबबाट खेल्छिन् र अन्तर्राष्ट्रिय क्लबहरूमा खेलेर समेत अनुभव सङ्कलन गरिसकेकी छन्। उनले पाकिस्तानको मासा युनाइटेड र ग्रिसको निस एट्रोमिटो क्लबबाट खेलिसकेकी छन्। हाल उनी भारतको सेठु एफसीमा आबद्ध भई इन्डियन महिला लिग खेल्दै नेपाली गोलकिपिङको प्रतिष्ठा अझ उच्च बनाइरहेकी छिन्। रेखा पौडेल नेपाली राष्ट्रिय टोलीकी एक अनुभवी र भरपर्दो स्ट्राइकर हुन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक अनुभव सङ्कलन गरिसकेकी छन्। हाल उनी नेपाल पुलिस क्लबमा आबद्ध छिन्। यसअघि उनले अबु धाबी कन्ट्री क्लब र स्पोर्ट्स ओडिसा जस्ता प्रतिष्ठित क्लबहरूबाट खेल्दै आफ्नो क्षमता प्रमाणित गरेकी छिन्। हालै उनी बङ्गलादेशको माझिया स्पोर्ट्स एन्ड आरसीबाट खेल्दै एफएम महिला लिग जित्न सफल भएकी छिन्। दीपा शाही नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर र उनी नेपाल आर्मी क्लबबाट खेल्दै आएकी हुन्। अन्तर्राष्ट्रिय फुटबलमा पनि अनुभवी खेलाडीका रूपमा चिनिन्छिन्। उनले भारतको किकस्टार्ट एफसी र बङ्गलादेशको माझिया स्पोर्ट्सबाट खेलिसकेकी छन्। हाल उनी बङ्गलादेशको राजशाही स्टार्स एफसीबाट खेल्दै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। बिमला बी क नेपाली राष्ट्रिय टोलीकी एक बलियो र भरपर्दो डिफेन्डर हुन्। उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् र अन्तर्राष्ट्रिय फुटबलको अनुभव पनि सङ्कलन गरिसकेकी छिन्। हाल उनी बङ्गलादेशको राजशाही स्टार्स एफसीबाट खेलिरहेकी छिन् र आफ्नो रक्षात्मक क्षमताले टोलीलाई मजबुत बनाइरहेकी छिन्। पूजा राणा उनी पनि नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर हुन्। नेपालमा उनी नेपाल पुलिस क्लबसँग आबद्ध छिन् र उल्लेखनीय अन्तर्राष्ट्रिय अनुभव राख्छिन्। उनले भुटानको ट्रान्सपोर्ट युनाइटेडबाट खेलिसकेकी छन् र हाल बङ्गलादेशको फरासगञ्ज स्पोर्टिङ क्लबबाट आफ्नो फुटबल यात्रा निरन्तर अघि बढाइरहेकी छिन्। सबिता भण्डारी साम्बा नेपाली महिला फुटबलको सबैभन्दा ठूलो पहिचान र नेपालकी सर्वाधिक गोलकर्ता पनि हुन्। उनी नेपालमा उनी एपीएफ क्लबबाट खेल्ने गर्छिन् र अन्तर्राष्ट्रिय फुटबलमा समेत नेपाललाई चिनाएकी छिन्। उनले भारतका सेठु एफसी र गोकुलाम केरल एफसी, इजरायलको हापोएल रानाना र युरोपको एन आवाग्याना क्लबबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरिसकेकी छन्। हाल उनी अस्ट्रेलियाको वेलिङ्टन फिनिक्ससँग आबद्ध छिन्। चोटका कारण हाल खेलबाहिर रहे पनि उनको योगदान नेपाली फुटबलका लागि अमूल्य छ। प्रीति राई नेपाली महिला राष्ट्रिय टोलीकी एक प्रतिभाशाली र ऊर्जाशील मिडफिल्डर हुन्। उनी सानै उमेरदेखि राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाउँदै आएकी खेलाडी हुन् र उनलाई नेपाली मेस्सी भनेर पनि चिनिन्छ। नेपालमा उनले एपीएफ क्लबबाट खेल्दै आफ्नो क्षमता प्रमाणित गरेकी छिन्। त्यसपछि उनले भारतको किकस्टार्ट एफसीबाट खेल्दै अन्तर्राष्ट्रिय क्लब फुटबलको अनुभव प्राप्त गरिन्। हाल उनी जोर्डनको एटिहाद क्लबबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली चेलीहरूको प्रतिनिधित्व गरिरहेकी छिन्।